नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी कुरा गर्न गइरहेका छौँ नेपाल प्रिमियर लिग एनपिएल सिजन 2 को बारेमा। सिजन 1 भन्दा पनि सिजन 2 किन धेरै सफल भयो, एनपिएलले कसरी 100 करोड नजिक कमायो, पैसा कहाँबाट आयो र यो पैसा क्यानले कसरी कमायो। आजको भिडियोमा हामी इमोसन होइन प्योर बिजनेसको कुरा गर्नेछौँ। सिम्पल भाषा, क्लियर हिसाब किताब, ताकि क्रिकेट नबुझ्ने मान्छेले पनि बुझोस्। यदि तपाईँलाई क्रिकेट पैसा बिजनेस मोडेल मनपर्छ भने यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नुहोला। अब ढिला नगरी सिधै भिडियो सुरु गरौँ। एनपिएल सिजन 2 किन सिजन 1 भन्दा सफल भयो त? सिजन 1 एनपिएल को एक्सपेरिमेन्ट मात्रै थियो, तर सिजन 2 मा एनपिएल ब्रान्ड बनिसकेको थियो। मुख्य कारणहरू थिए दर्शकको विश्वास बढ्यो, स्पोन्सरहरू कन्फिडेन्ट भए, टिमले इन्भेस्टमेन्ट बढाए, स्टेडियम अटेन्डेन्स बढ्यो, ब्रोडकास्टिङ र ओटिटी भ्याल्यु बढ्यो। यसको सिधा असर पढ्यो कमाइमा। अब हामी एक एक गरेर सबै इन्कम सोर्स डिटेलमा बुझौँ। एनपिएल को मेन 5 इन्कम सोर्स छन्, जसमा नम्बर 1 टिम फी, नम्बर 2 स्पोन्सरसिप, नम्बर 3 ब्रोडकास्टिङ ओटिटी राइट्स, नम्बर 4 टिकट सेल र नम्बर 5 म्याच एन्ड ब्रान्ड भ्याल्यु रहेका छन्। अब डिटेलमा जाउँ। नम्बर 1 टिम फी। एनपिएल को स्ट्रङ फाउन्डेसन सबैभन्दा पहिले आउँछ टिम फी। एनपिएलमा खेल्ने हरेक टिमले आफ्नो फ्रेन्चाइजी खरिद गर्न एनपिएललाई पैसा तिर्नुपर्छ। हरेक टिमले आफ्नो ब्रान्ड भ्याल्यु अनुसार फी तिर्नुपर्छ। यो हरेक वर्ष नै तिर्नुपर्छ। पपुलर सिटीले धेरै फी र कम मार्केट भएको टिमले कम फी। एनपिएल सिजन 2 मा टिम फी ब्रेकडाउन गर्नुपर्दा सबैभन्दा धेरै फी तिर्ने टिम पोखरा एभेन्जर्स थियो, जसले 3.55 करोड रुपैयाँ तिरेको थियो। त्यस्तै सबैभन्दा कम तिर्ने टिम कर्णाली एक्स थियो, जसले 1.15 करोड तिरेको थियो। बाँकी टिमहरूको फी यसैको बिचमा थियो। टोटल टिम फी कलेक्सन हेर्नुपर्दा 17 करोड भएको थियो। टिम फी भनेको एनपिएल को ग्यारेन्टेड इन्कम हो। म्याच चलोस् या नचलोस्, भ्युअरसिप राम्रो होस् या नराम्रो, टिम फी त पहिले नै पकेटमा आइहाल्छ। यही कारणले एनपिएल फाइनान्सियली सेफ हुन्छ। नम्बर 2 मा छ स्पोन्सरसिप। अब आउँछ सबैभन्दा ठुलो पैसा आउने ठाउँ स्पोन्सरसिप। स्पोन्सरसिप भनेको कम्पनीहरूले आफ्नो ब्रान्ड प्रमोसन गर्न एनपिएलसँग कन्ट्र्याक्ट गर्छन्। लोगो, टाइटल, जर्सी, लिडबोर्ड, टिभी एड्स लगायत सबै ठाउँहरूबाट स्पोन्सर आउने गर्दछ। मुख्य हुन्छ टाइटल स्पोन्सर, जुन हो सिद्धार्थ बैंक। यसले लगभग 5 करोड रुपैयाँ तिर्छ। टाइटल स्पोन्सर भनेको पुरै टुर्नामेन्टको नामसँग जोडिने स्पोन्सर हो, जस्तै सिद्धार्थ बैंक एनपिएल। यसको भिजिबिलिटी सबैभन्दा धेरै हुन्छ, त्यसैले पावर्ड बाई स्पोन्सर हुन्छन्, जुन पावर्ड बाई एनसेल रहेको छ। यसले लगभग 3 करोड रुपैयाँ तिरेको हुनुपर्छ। त्यसै गरी पावर्ड बाई स्पोन्सर टिभी स्क्रिन, ग्राफिक, प्रमोसन सबैतिर देखिन्छन्। यसबाहेकका अरू स्पोन्सर पनि छन्, जसमा अफिसियल पार्टनर, एसोसिएट पार्टनर, डिजिटल पार्टनर, बिहेभियर पार्टनर, मिडिया पार्टनर, त्यसै गरी टिकट पार्टनर रहेका छन्। यी सबैबाट जोड्दा टोटल स्पोन्सरसिप इन्कम 25 देखि 30 करोडसम्म भएको हुनुपर्छ। स्पोन्सरसिप किन सिजन 2 मा बढ्यो त? यसका केही कारणहरू छन्। सिजन 1 सफल भयो, टिभी र ओटिटी हुन थाल्यो, ब्रान्ड एक्सपोजर ग्रान्टेड भयो, यसैले सिजन 2 मा स्पोन्सरहरूले धेरै पैसा हाल्न डराएनन्। नम्बर 3 ब्रोडकास्टिङ एन्ड ओटिटी राइट्स। अब कुरा गरौँ टिभी र ओटिटी राइटको। डिसोमले ओटिटी राइट खरिद गर्यो, जुन 5.92 करोड रुपैयाँ लिएको थियो। डिसोमले मोबाइल एप, डिजिटल प्लेटफर्ममा एनपिएल स्ट्रिम गर्यो। त्यस्तै टिभी राइटबाट पनि एनपिएलले करोडौँ कमाएको छ, जसमा कान्तिपुर टिभीलाई नेपालको लागि 2 करोडमा बेचिएको थियो। त्यसबाहेक जुन स्टार स्पोर्ट्समा देखाइएको थियो, त्यसमा भने हामीले पैसा पाएका थिएनौँ। एनपिएलले पैसा तिरेर स्टार स्पोर्टलाई देखाउन लगाइएको थियो। अहिले एनपिएल धेरै ब्रान्डेड बनेको छैन, त्यसकारणले अहिले नै स्टार स्पोर्टबाट पैसा आउन भने थालेको छैन। भोलिको दिनमा भने त्यहाँबाट पनि पैसा आउन सक्छ। नम्बर 4 टिकट सेल। अब आउँछ स्टेडियमबाट हुने कमाइको पैसा। ट्यु क्रिकेट स्टेडियमको टोटल सिटिङ क्यापेसिटी 10,000 सिट छ, तर टिकट प्राइस रेन्ज मिनिमम 500 देखि म्याक्सिमम 2000 सम्मको छ। एभरेज क्यालकुलेसन सेफ साइड हेर्नुपर्दा हामीले सिम्पल हिसाब लिउँ। एभरेज टिकट प्राइस 1000 रुपैयाँ, एभरेज टिकट सोल्ड पर म्याच 8000, पर म्याच इन्कम 80 लाख हुन्छ, जसमा लिग म्याचहरू 28 थिए, प्लेअफमा 3 र फाइनल 1 थिए। टोटल म्याच 32 भए। टोटल टिकट रेभेन्यू क्यालकुलेसन गर्दा 80 लाख इन्टु 32, जुन 26.4 करोड हुन्छ। यो अनुमानित रेभेन्यू हो। टिकट रेभेन्यू यो वर्ष किन बढ्यो त? यसको कारण केही यस्ता छन्। ट्यु ग्राउन्ड राम्रो बनाइयो, अन्डर फ्लड लाइटमा म्याचहरू भए, सिट राखियो, जसकारण टिकटको प्राइस बढ्यो र इन्कम पनि त्यसै कारण बढ्यो। त्यसै गरी टिम पपुलर भए, रिलायबिलिटी डेभलप भयो, इन्टरटेनमेन्ट भ्याल्यु बढ्यो, विक्ड म्याच हाउसफुल भए, सिजन 2 मा स्टेडियम एटमोस्फियर फेस्टिभल जस्तै बन्यो। नम्बर 5 रहेको छ इन्डाइरेक्ट इन्कम। यो हिडन मनी हो। अब पैसा खासै यसमा देखिँदैन, तर पैसा भने बढेर आएकै हुन्छ, जुन डाइरेक्ट देखिँदैन, तर एनपिएल को ब्रान्ड भ्याल्यु बढाउँछ, जसमा ब्रान्ड भ्याल्यु ग्रोथ, फ्युचर स्पोन्सरसिप डिल्स, मर्चेन्डाइज सेल, डिजिटल कन्ट्याक्ट मोनिटाइजेसन, यी सबै जोड्दा 5 देखि 10 करोड बराबरको लङ टर्म भ्याल्यु क्रिएट भयो। टोटल अर्निङ समरी हेर्नुपर्दा सिजन 2 मा सबै जोडौँ है त।
सोर्स एस्टिमेटेड इन्कम टिम फीमा 17 करोड, स्पोन्सरसिप 25 देखि 30 करोड, ब्रोडकास्टिङ एन्ड ओटिटी 7 देखि 10 करोड, टिकट सेल्स 26 देखि 27 करोड, इन्डाइरेक्ट भ्यालु 5 देखि 10 करोड, टोटल हेर्दा 80 देखि 100 करोडसम्म त्यसैले भन्न सकिन्छ। एनपिएल सिजन 2 मा 100 करोडको बिजनेस भयो। एनपिएल सिजन 2 ले प्रमाणित गर्यो नेपालमा क्रिकेट मात्रै होइन, क्रिकेट बिजनेस पनि हुन सक्छ। यो लिग होइन, इमोसन हो, इकोनोमी बनेको छ। यदि तपाईलाई यो एनपिएल बिजनेस मोडल मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला। त्यस्तै क्रिकेटसित रिलेटेड बेस्ट कन्टेन्टको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन दबाउन चाहिँ नभुल्नु होला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। फेरि भेटौँला अर्को दमदार भिडियोमा। तबसम्मको लागि थ्याङ्क्स फर वाचिङ। बाइ बाइ।